साथीहरु भनेको यस्तो हुन्छन् फेरि के दिस इज नेपालगञ्ज नर्सिङ क्याम्पस हेलो एन्ड दिस इज मी ब्रेभ दिस साइड मैले आफैलाई प्रमिस खाएको आज डे 2 जसमा मैले आफ्नो कलेजलाई आज एक्सप्लोर गर्ने र आफ्नो लाइफलाई कसरी इन्जोय गर्नुपर्छ भन्ने कुरा देखाउने छु सबैको माझमा म यति कुरा भन्न चाहन्छु कि हामी आफ्नो लाइफलाई सकेसम्म इन्जोय गर्नुपर्छ त्यसैले आज हाम्रो कलेज 2टा मात्र पिरियड भएर छुट्टी भइसकेपछि हामीले प्लान गर्यौं कि कतै घुम्न जाऊँ भनेर त्यस्तै गरेर सेकेन्ड इयरको एक्जामहरु पनि चलिरहेको थियो सो गाइस हामी चाहिँ कलेजमा आज चाहिँ छिटो छुट्टी भयो सो दैट हामी चाहिँ चियागञ्ज रे चियागञ्ज चिया खान चाहिँ हामी साथीको भरमा आउनु पायौं अनि हामी दुई साथीहरु भनेको यस्तो हुन्छन् फेरि के डिस्टर्ब गर्ने के यस्तो बोल्न पनि दिन्नन् के ओ माय गॉड व्हाट आई से वन इज लाइक त्यसपछि हामी सबैजना साथीहरु मिलेर नेपालगञ्जको चिया मन्त्रतिर लाग्यौं र एकदमै इन्जोय आज गर्नु थियो त्यसैले हामी एकदमै राम्रो ठाउँ चिया मन्त्र चाहिँ चुज गरेर चिया मन्त्रतिर लाग्यौं र त्यहाँको एम्बियन्स एकदमै राम्रो थियो वाउ थियो र वहाँ त्यहाँको चिया पनि एकदमै मिठो हुन्छ वी लाइक इट त्यसैले हामी यो हाम्रो दोस्रो पटक थियो एकदमै रमाइलो भयो र हामीले यसमा ब्याक हेर्नेवाला पनि गेम गरेको थियौं जुन कुरा चाहिँ हजुरहरूले अगाडिको भिडियोमा हेर्न सक्नुहुन्छ र यो चिया एकदमै मिठो थियो हजुरहरूले पनि यहाँ जान सक्नुहुन्छ इन्जोय गर्न सक्नुहुन्छ थ्यांक यू सो मच कीप वाचिङ बाइ बाइ